तपाईँ कुन पार्टीको समर्थक? रासोपा, काङ्ग्रेस, एमाले वा माओवादी? गुड। अब एल्गोरिदमले तपाईँको ब्रेन सेट गरिसक्यो। आज तपाईँले एउटा भिडियो लाइक गर्नुहोस् होइन, भोलि तपाईँलाई त्यही पार्टीको अथवा त्यही सम्बन्धित तपाईँले लाइक गरेको सम्बन्धित 10वटा भिडियो तपाईँलाई देखाइन्छ। तपाईँलाई जुन कुरा मन परेको छ अथवा तपाईँले जुन कुरा लाइक गर्नुभएको छ अथवा जुन कुरालाई तपाईँले धेरै समयसम्म ध्यान दिएर हेर्नुभएको छ अथवा पर्छ त्यो कुरा देखाइन्छ। त्यही पनि प्रशंसा मात्रै गरेको, एउटा प्रशंसा, अर्को प्रशंसा, फेरि अर्को प्रशंसा, त्यहाँ गल्ती देखाइँदैन, त्यहाँ चाहिँ गल्ती लुकाइन्छ। अनि तपाईँ सोच्नुहुन्छ मेरो नेता त पर्फेक्ट छ, नेपालमा के चल्दैछ थाहा छ? हिजो देशका लागि लडेका मान्छेहरू आज कमेन्ट सेक्सनमा गाली खाइरहेका छन् र जसले केही खासै गरेका छैनन् रिल्समा उनीहरूलाई हिरो बनाइएको छ। हामी इतिहास पढ्दैनौँ, हामी ट्रेन्डिङलाई फलो गर्छौँ होइन। हाम्रो सोसाइटी त्यसरी अगाडि बढिरहेको छ। आजभोलि नेपालमा पोलिटिक्स यस्तो भइसकेको छ कि मेरो नेता चोर भए पनि हिरो र तेरो नेता अथवा तिम्रो नेता हिरो भए पनि जिरो होइन। यो अहिलेको हाम्रो नेपाली समाजमा यो चल्दैछ। तर यो कुनै आइडियोलोजी होइन, ब्लाइन्ड फ्यान बेस मात्रै हो। एल्गोरिदमले तपाईँ हामीलाई एजुकेटेड गर्दैन, यसले प्रोभोक गर्छ, डिभाइड गर्छ र कन्ट्रोल पनि गर्छ। तपाईँ सोचिरहनु भएको छैन, तपाईँलाई सोचाइँदैछ। सत्य खोज्ने हो भने आफ्नो पक्ष मात्रै होइन, विरोधीको कुरा पनि सुन्ने गरौँ, नत्र तपाईँ हामी भोटर होइन, कसैको रिमोट कन्ट्रोल सपोर्टर बाहेक अरू केही पनि भन्दैनौँ। हस्, थ्याङ्क यू।